आगो बालिसकेपछि यता चाहिँ हाम्रो आयुष भाइले चाहिँ खुर्सानी कुच्दै थिए बोतलभित्र राखेर र यतातिर हाम्रो गाइजहरू यसो प्रदीप साथले चाहिँ माछाहरू मार्दै थिए कति बेला के गर्दै थिए गाइजहरू कति बेला गङ्गेटा मार्दै थिए कोहीले झिङ्गा माछा मार्दै थिए अनि यतातिर सेकुवा पोलेर हामी कुनैले खाँदै थियौँ अब रमाइलो भइरहेको थियो गाइज हामी चाहिँ चिल हान्दै थियौँ जङ्गली मान्छे जसरी बसेर यो चाहिँ हामीले बनाएको चटपटे हो दुईजना केटा मिलेर बनाएको अरू सबै कता गाए भइगएको थिए अनि त्यही भएर चाहिँ आयुष भाइ र मैले मिलेर बनाएको चटपटे कति मिठो लाग्यो होला त्यो चाहिँ अब जसले खाएकोले नै सोध्नुपर्छ र दिदी चाहिँ यस्तो बाघसँग लड्दै हुनुहुन्थ्यो बाघ चाहिँ प्राङ गरेर आएको छ त्यही भएर अहिले केही गरेन त्यो बाघले कुनै दिन भोकाएपछि हामीले खाइदिन्छ त्यसरी चाहिँ हामी पुगिगयौँ बिनौना हाम्रो मौसीको बर्थडे थियो आज मौसीको बर्थडेमा चाहिँ हामी पार्टी खान आयौँ साँझतिर अलिकति ढिलो भयो तर जोस् हामी चाहिँ ठ्याक्क सकिने बेला यहाँ पुगेको थियौँ मौसीको बर्थडे भएकोले हामी चाहिँ यसो पार्टी गर्दै थियौँ मस्त खाँदै थियौँ उता खाएर पुगेन गाइज हामी गिचुवालाई नपुगेर हामी फेरि यता खाना बसिहाल्यौँ चिउरा मासु खाएर चाहिँ अब हामी जाँदैछौँ यो बिनौना पार्क हो गाइज यो बिनौनातिरको भाइरल पार्क नै भन्दा हुन्छ त्यहाँनिर पुल छ पुलको साइडमा चाहिँ राम्रो पार्क छ पिकनिक खानलाई चिलानलाई पनि दामी ठाउँ रहेछ यसरी चाहिँ अब आजको दिन सकियो आज घर गएपछि हाम्रो भ्लग सकियो थ्याङ्क्स फर द वाचिङ भिडियो बाई बाई टाटा सी यू लेटर